हेलो एभ्रिवान, आज के हुँदैछ यता यता त स्पेसल चिज पाइँदैछ ल आज। अब प्याज रेडी गर्दैछौँ। यता बहिनी आइन्, भर्खर आउँदैछिन् कि बहिनी। अनि यता प्याज काट्ने तयारी हुँदैछ। मम्मीले चाहिँ बसेर मुसमुसे हेरिराख्नु भएको छ अनि बहिनीले नि हेरिरहेछिन्। अनि बाबाले चाहिँ बाबुलाई पकाइराख्नु भएको छ। आज ताली बजाउँछ बाबु, फेरि खुसी भएर हेर न। अनि बहिनी पनि उता खुसी भएको छिन्। यता मम्मीले चाहिँ पिठो मुस्दै हुनुहुन्छ अनि मैले चाहिँ मसिनो गरेर प्याज र गोबी काट्दैछु मसिनो गरेर। अनि यता साथीले चाहिँ टमाटो काटेर अचारको लागि रेडी गराउँदैछिन्। अनि मम्मीले पिठो मुछेर सकेर हेर न प्लास्टिकमा ऱ्याप गर्नुभएको छ, नसुकोस् भनेर होला सायद, भनौँ हो। अनि फेरि यता बाबु चाहिँ टेबलमा बसेर मस्त वरिष्ठले चाहिँ हेरिरहेछ। अनि हामीले चाहिँ त्यो काटेको गोबी प्याजहरू सब मिक्स गर्दैछौँ। अनि गोबी र प्याज मात्र नभएर सोयाबिन पनि हामीले उसिनेको थियौँ अनि मिक्स गरिरहेछौँ धुलो गराएर एकदम मसिनो गराउनको लागि। अनि अब यति कुरा गरिसक्दा चाहिँ हजुरहरूलाई पनि हल्का अनुमान चाहिँ भएको होला हामीले के बनाउँदैछौँ भन्ने कुरा। यता अचार बन्दैछ। अचार बनाउनको लागि टमाटो पकाउँदैछिन् साथीले। अनि फेरि मिठो चटनी बनाउँछु है मैले भनेको छिन् साथीले। अनि मैले चाहिँ यता यो मसलाहरू तयार गर्दैछु, मसिनो गरेर मिक्सीमा पिसिरहेको छु। साथीले चाहिँ तेल राखेर ज्वाइँ पारिन्। झन् मिठो हुन्छ अरे कि यस्तो गरेपछि यो मसला। अब हामीले के बनाउँदैछौँ भन्ने कुरा चाहिँ फाइनल्ली थाहा भयो। हामीले चाहिँ गहुँको अर्ग्यानिक गहुँको पिठाको मोमो बनाउँदैछौँ। मोमो फेरि हामीले हेर्दा चाहिँ मैदाको मोमो साह्रै राम्रो देखिन्छ, तर मिठो चाहिँ गहुँको पिठाको नै हुन्छ, मिठो पनि अनि हेल्दी पनि। हामीले म्याक्सिमम घरमा चाहिँ गहुँको पिठाकै मोमो खाने गर्छौँ, किनकि मिठो पनि हुन्छ अनि मत्ताउँदा पनि मत्ताउँदैन अनि त्यसपछि हेल्दी पनि हुन्छ। अनि कस्तो लागिरहेछ हामीले ऱ्याप गरेको मोमो, सायद ठिकै छ, काम चलाउ चाहिँ छ, त्यस्तो मोमो होइन कि जस्तो चाहिँ देखिन्न ल। अनि सिक्दै पनि छौँ। अनि साथीले बनाउनु थालिँदाखेरि अनि म नजिकबाट खिचेको कि यसो नजानेकाहरूलाई पनि हल्का टिप्स होस् न, काम चलाउ सिक्ने टिप्स के। जात्रै होटेलमा जस्तो दामी बनाउनु त अलि जान्दैनौँ। अनि फेरि साथीले फेरि ऱ्याप गरिरहेको छिन्, मम्मीले चाहिँ बेलिराख्नु भएको छ। साथीले र मैले पालो पालो ऱ्याप गरेको छु। हामीले खिच्नै बिर्सिन्छ कि सबैले खाएको, अनि त्यही भएर चाहिँ मैले मम्मीले खाएको चाहिँ खिचेँ। अनि हाम्रो साथीको छोरो यति ठुलो भइसक्यो कि यति हेल्प गर्छ मेरो साथीको छोरोले, सबले हेरिराख्नु भएको छ। त्यही हो। अब हाम्रो भिडियो लास्टमा मेरो छोरा छुटेको थियो।